डुलेको डुले भयो मेरो बुढा हान्न त कस्तो राम्रो भ्यू हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हामी चाहिँ कता जङ्गलदेखि स्टार्ट गरेको भन्दै हुनुहुन्छ होला हामी चाहिँ माटो खन्न आएको माटो हेर्दैछ कहाँ राम्रो पाउँछ भनेर हेर्नुहोस् न सिस्नो सागर सिस्नो खाएको भेष आनन्द मनाले यो हेर्नु भ्यू हाम्रो अर्को नजारा हेर्न सक्नुहुन्छ डुलेको डुले भयो मेरो बुढा हान्न त यस्तो स्लिपै हुन्न क्या आजकल मेरो क्यामेरा रिसै उठेर आउँछ भने यस्तै छ जिन्दगानी हो यता नि हुन्थ्यो होला है यहाँ यहाँ खन्न पाइन्छ कि पाइन्न भन्ने कुरा हो हल्का माटो भएको त केही नै हुन्न तर धेरै माटो हुन भएन त्यही हो ए हल्का माटो कि हल्का ढुङ्गा सेन्स छैन कि हेर्नु भ्यू झरलाई फोटो यसरी त देखाउनु भन्दा त झन् नजिकै भएर आएको राम्रो देख्छ कुरा सबै सापोला भनेर अरे माटो खोज्दै हिँड्थ्यो हेर्नु हो माई गड कस्तो राम्रो फुल भेटेको मजाले फुलिरहेछ वाउ खुलेआम हिँड्दै बुढा उहाँ पुगिसक्नु भएको छ हाम्रा पतिदेव यो चाहिँ पुरानोवाला ऊ हो कि एउटा माटै भेटेन हो हामीले मिक्स भएको मात्रै भेटिरहेको माटो पनि छेउ भयो भेटेन है कहाँ आयो हामी आयो अर्को ठाउँ खाए कति राम्रो ठाउँ हो भने काम धमाधम भएकै होइन धमाधम काम भइरहेको छ एकै ठाउँ खाल्टो पर्दाखेरि माथि ल अवस्था देख्न सक्नुहुन्छ कोदालोको कुटीको अवस्था देख्नुहुन्छ यहाँ अब अवस्था रहेको छ यस्तो एक बाल्टी भरियो यति सक्दिनँ होला हौ यहाँभन्दा धेरै लानु त ढुङ्गा नि धेरै हुन्छ क्या यहाँ त गएर फेरि बनाउनु पर्छ कति धेरै हो थाप्ने हो बोरा पित्तामा गर्नु न के भयो बोरा पनि नभए जस्तो फालेको बोरा युज गर्नु पर्यो फेरि झ्याममा राखेपछि हुन्छ ओके कस्तो राम्रो भ्यू ल यति भयो हाम्रो माटो मैले चाहिँ अनलाइन मगाएको थिएँ त्यो वाला कि साग अब त्यो आएपछि लगाउनु पर्छ ल यो बाल्टीको त्यही खनाउने हो क्या पछि खाउँ त्यति राखौँ लु जाऊँ हामी चाहिँ हिँड्न लाग्यो
यो बोक्छु उसले त्यो बोक्नुहुन्छ उहाँले सक्छ अप्पी मेरो अवस्था ए यहाँ त बोरा त्यस्तो यो गर्ने रहेछ कि घरमा पुरानो पहिला नै घरमा थियो कि आउँदाखेरि सिलाएर राखेर चाहिँ बोरा पनि सिलाउनु पर्ने जमाना आएछ बिचरा थक गई आइको घरमा पुरा गाना बजिरहेको रहेछ सक्दिनँ म त्यहाँ ननस्टप लाग्यो घरमा गाना बजेको रहेछ बाहिर राख्नु ल हेर्न मेरो बुढालाई त के गर्ने होला थाक्यो ल बाई